सजलो नमस्कार यहाँहरु सम्पूर्णलाई फेरि पनि मेरो च्यानलमा स्वागत गर्न चाहन्छु र आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला। आजकल चाहिँ म अहिले काठमाडौँतिरै छु र कतै ट्राभल पनि गरिरहेको छैन। पूर्व इलामतिर जाउँ भनेको थियो, अहिले त्यो चाहिँ बिचमा अलिकति योजना स्टप भएको छ। गयो भने त्यताको पनि भिडियो लगाउने छु र पछिल्लो भिडियोहरू धेरैजनाले हेरिदिनु भयो, सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र जसले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भयो, भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भयो, सबैजनालाई थ्याङ्क यू सो मच। आज चाहिँ हाम्रो घरमा के भइरहेछ भन्ने कुराहरू तपाईँहरूलाई सर्टकटमा देखाउन चाहेँ है। यहाँ भित्र चाहिँ निकास भाइ, पूजा अनि दिपेन भाइ त्यहाँ चाहिँ के पकाइरहेछ। मुसारोमा पनि घरभित्र इन्ट्री गऱ्यौँ। सानोलाई लिएर यो आज सुई हानिदिएर बिचरा अलिक बिसन्चो छ हो यो। सानोलाई सुई हानिदिएको रहेछ बिहान डक्टर ल्याएर। खै के को हान्दैछ हाम्रो यो जम्मा 2 महिनाको त भयो यसको उमेर बिचरा। 2 महिनामा खै के को सुई हान्दै रहेछ। यहाँ पनि यो पनि फिमेलै हो। यसमा चाहिँ यो चाहिँ आज बनाएको हो पूजाले है, सबै दिनभरि उसको आजको काम हो। अनि अघि हामीलाई टेस्ट पनि गरायो, एकदम मिठो छ, मजाको छ। बदामहरू ओखरहरू लगाएर बनाएको छ। र सानभाइको चाहिँ माथि मात्रै खिचिदिनु भनेको घर माथि खिच्दैछु। म चाहिँ भिडियो बनाउनु पऱ्यो कि भनेको। ठिकै छ। सानभाइ चाहिँ एउटा राम्रो कुक पनि हो अनि ऊ एउटा राम्रो सिङ्गर पनि हो। अनि हालसालै उसको चाहिँ नयाँ गीत आएको छ चाहना भन्ने। युट्युब च्यानलमा गएर दिपेन गुरुङ सर्च गरेर चाहिँ त्यहाँ चाहना भन्ने उहाँको गीतलाई हेरिदिनु होला, साथै सपोर्ट गरिदिनु होला। गीत रिलिज भइसकेको छ चाहना भन्ने गीत हेरिदिनु होला। त्यही हो। भाइको चाहिँ धेरैवटा गीतहरू छ, लगभग 6वटा गीतहरू आइसकेको छ। भर्खरै आएको चाहिँ चाहना भन्ने छ गीत, एकदमै राम्रो बनेको छ है, दामी बनेको छ, एकदम मिठो बनेको छ। 107K भन्दा बढी पटक हेरिसकिएको छ। सबैजनालाई थ्याङ्क यू सो मच पनि दिपेन भाइको अनि हाम्रो सबैको तर्फबाट जसले सपोर्ट गरिदिनु भयो। अझै धेरै हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। उसले चाहिँ आज यो सुसी भन्छ अनि कोरियनमा चाहिँ किम्पाप भन्छ, किम्पाप बनाउँदैछ उसले। 3वटा चाहिँ बनाइसकेको छ। यो किम्पाप बनाउनको लागि स्पेसल छुट्टै प्रकारको यो चामलको भात उसले तयार गरेर, अनि यहाँ किम्पापमा चाहिने अथवा सुसीमा चाहिने अन्य उसको इन्ग्रिडियन्ट्सहरू चाहिँ यहाँ छ। यो चाहिँ पत्ता नेपालमा पनि पाउँछ आजकल है, कोरियाको सबै सामानहरू। यो चाहिँ लेउले बनेको किम, यो चाहिँ लेउबाट बनाएको हो नि त है। अब जापान कोरियातिर बस्ने साथीहरूलाई अथवा सुसी किम्पाप थाहा हुने मान्छेहरूलाई त मैले सिकाएको जस्तो हुन्छ होइन, उहाँहरूलाई त थाहा छ। त्यो पनि अब थाहा नहुने साथीहरूको लागि, मान्छेहरूको लागि बताइदिनु। ब्याकग्राउन्डमा चाहिँ सानभाइको भीषण कफ हुँदैछ, यद्यपि हामी खिच्ने क्रमलाई चाहिँ जारी राख्छौँ। यहाँ चाहिँ पूजाले बनाएको छ, दामी बनाएको छ उसले। कहाँबाट सिक्यौ तिमीले? युट्युबबाट सिकेको र एकदम राम्रो बनाउँछ है। पछि हामी किम्पापको पसल खोल्नुपर्छ है। क्या हो त्यो चाहिँ कुकिज आज पूजाले बनाएको। यसो बनाएको हो होइन? आज यसमा ओभनमा बनाएको। यसको उद्घाटन भयो। यसको 2-3चोटि उद्घाटन भइसक्यो नि यसको। अस्ति नै मगाएको थियो कुकिज। उता चाहिँ अब चिकन फाल्दैछ हाम्रो। चिकन रेडी हुँदैछ। अझ उसले स्पेसल चाहिँ फाक्साको मासु बनाउँछ, पर्क है, छैजिकोकी एकदमै राम्रो बनाउँछ। अनि मन पराउनुहुन्छ? होइन एकदमै ऊ कला छ दिपेन भाइमा त्यो चाहिँ। अनि वाचिपा पनि एकदमै राम्रो बनाउँछ दिपेन भाइको, त्यो पनि एउटा राम्रो कला। तपाईँहरू पनि अब दिपेन गुरुङ भाइको हातबाट चाहिँ खान चाहनुहुन्छ भने विशेष गरी होइन मान्छेहरूलाई चाहिँ एकदमै वेलकम छ होइन।
पूजा पनि एकदमै ट्यालेन्टेड छ। उहाँमा पनि एउटा ट्यालेन्ट छ, उहाँ चाहिँ मासु खान एकदमै राम्रो ट्यालेन्ट छ उहाँको। बादल खेद्ने पनि ट्यालेन्ट छ र अनि उहाँको अर्को राम्रो प्लस पोइन्टको ट्यालेन्ट भनेको उहाँ चाहिँ रातभरि जागा बसेर बिहानको 3 बजीतिर मात्रै सुत्न घरभित्र छिर्छ, नभए रातभरि यहाँनिर तल भुइँ तलदेखि माथिसम्म बसेर घरको रखवारी गर्छ, भुक्छ, चोरहरूलाई आउन दिँदैन। यसको किम्पापमा खाने सुप पनि छ नि यो होइन, यो चाहिँ सेसमी ओइल रहेछ। यो पनि चाहिने कुरा नै हो नि यसमा। बनाउने प्रोसेसहरू यहाँ हेर्नुहोस् त। आँक्रा लाग्छ, गाजर लाग्छ, जापान कोरियातिर चाहिँ एकदमै फेमस छ है खानेकुरा। सुसी विभिन्न प्रकारको हुँदो रहेछ, कोही सलमन माछाहरू हालेको, कोही के हालेको। सलमन अभोकाडो आफ्नो यो अचार के मनपर्छ यसको चाहिँ यो उयो हुन्छ, चिम्टी राख्ने तरिका हुन्छ। यसको यताउति चाहिँ यो तड्किने भएको छ नि, त्यसलाई चाहिँ बाहिर बनाउनु। अनि यो चाहिँ त्यसमा चाहिँ राइस लाउने। अब अभोकाडो राख्न सकिन्छ। अभोकाडो चाहिँ मिस भयो आज। अभोकाडो चाहिँ राख्न सकिन्छ। पोक्चोइ पनि पोक्चो हुन्छ साग। पोक्चोइ अर्को हुन्छ। साग के हो पोक्चो? किम्चीहरू राख्नु। चाइनिज टाइपको साग क्या सँगै। हाम्रो मासु बन्दैछ। अनि यता बाहिर रातिको 8:30 हुन लागिसक्यो होला, मेबी अँध्यारो छ है। हाम्रो उता इलामतिर चाहिँ पूर्वतिर चाहिँ मजाले पानी परिरहेको छ। काठमाडौँमा चाहिँ खासै त्यस्तो पानी पर्न सकेन। पानी परिदिएको भए चाहिँ राम्रो हुने थियो। र अहिले चाहिँ निकास भाइ चाहिँ के गर्दैछ? हेलो निकास भाइ। हेलो भेना, के गर्दैछौ? अहिले त्यतिकै बसिरहेको छु। भाइ चाहिँ पुरा एकदमै अध्ययन गर्ने मान्छे हो नि त हो, पुरा मेहनत छ उसको। भन्ने भाषा छ उसको चाहिँ होइन। अनि सानभाइको यहाँनिर चाहिँ म्युजिक स्टुडियो थियो, उसले चाहिँ अहिले त्यो चाहिँ सिफ्ट गरेको छ। यो चाहिँ प्रधानमन्त्रीको चेयर हो। चक्कु पनि राम्रो छ तिम्रो। सुसी काट्ने चक्कु है। यो सुसी काट्ने चक्कु पनि पूजाको आयातित हो। नेपालमा भएको कोरियन रेस्टुरेन्टमा पनि ठिकै बनाउँदो रहेछ सुसी अथवा के त। तर हामी जस्तो साधारण मान्छेहरूको लागि चाहिँ एकदमै महँगो हुँदो रहेछ किताब। यहाँ फेरि हाम्रो विशेष छ। तिमी के खाने यहाँ त? के खान्छौ? ऊ पनि मासुको पर्खाइमा हो विशेष गरी। म काठमाडौँतिरै छु दाजु। के भन्छ? कस्तो दामी? अब पूजाले चाहिँ यो सस नहालिकन खायो। अब हामी चाहिँ यो ससलाई पनि ट्राई गर्छौँ किम्पापमा, अथवा यो सुसीमा यो पनि हाल्छौँ। यो चाहिँ ट्राई गर्ने होला। सुसीको सस तयार। यो पनि मिक्स गरिदिन्छौँ। एउटा ट्राई गरी हेरौँ। अलिकति ससमा चुपेर दामी भएछ। सुसी चाखियो, एकदमै दामी थियो होइन। मजाले खायो। विशेष गरी पूजालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु मिठो सुसीको लागि। हामी सबैको तर्फबाट एकदमै धेरै धेरै थ्याङ्क यू सो मच पूजालाई है। अब चाहिँ हामी सुसी पछाडि अब सुसी टन्न खाइयो, अब खाना अलिअलि खाने हो। पचास खाना खाउँ है। अब सुसी खाइहाल्यो, हल्का होइन यो चाहिँ हल्का। अब यता
बाबुले अगाडि हल्का खाना खाएर बेट मार्नुपर्छ आजको खानालाई है नि त ल है त खाइदिउँ अब एकछिन हामीले चाहिँ खाना खाइसक्यौँ है अनि हाम्रो एकदमै राम्रो बानी चाहिँ के छ थाहा छ अब खाना खाइसकेपछि हामी सबै मिलेर यसरी काम गर्छौँ होइन निकास भाइ र सानो भाइको डिपार्ट चाहिँ उतै दुईजनाको चाहिँ भाडा डिपार्ट छ भाइहरू त्यही भएर उहाँहरू त्यसैमा विशेषज्ञ हुनुहुन्छ स्पेसलिस्ट हो उहाँहरू दुईजना चाहिँ ठुली पकाउनमा निर्जला किचन सफा गर्नमा स्पेसलिस्ट हो अनि म पनि सबै गर्छु अब मेरो काम चाहिँ के छ भने तपाईँहरूलाई म देखाइदिइहाल्छु है मेरो काम चाहिँ यो यहाँको चाहिँ कसिङ्गर बढाल्ने अनि यसलाई चाहिँ मैले चट्ट पोछा हान्ने काम मेरो हो ल अब घरको काम सबैले मिलेर गर्नुपर्छ भन्ने हो होइन अनि त्यसो गर्दाखेरि कसैलाई पनि गाह्रो हुन्न म चाहिँ अब यो झाडु लिएर यो भुइँ चट्ट सफा गरेर अनि पोछा लगाउँछु ल थ्याङ्क यू सो मच फर वाचिङ यो भिडियो यहीँ राख्न चाहेँ अनि हेरेर प्रतिक्रियाहरू पनि दिनु होला कस्तो लाग्छ है त अर्को भिडियोमा फेरि पनि भेट्ने बाचा गर्दै अझलाई यहीँ बिदा हुन चाहन्छु थ्याङ्क यू सो मच